नमस्कार, म डाक्टर VK प्रसाद, होम्योपैथिक फिजिशियन, लाल मार्केट गैंगटोक। आज हाई प्रेसर को समस्या को बारे में म बताउँदैछु। हाई प्रेसर तपाईको 132/90 अहिले छ भने पनि तपाईको त्यो दिन कति थियो अलिकति देखाउनुस् त मोबाइलमा। 135 माथिको र तलको 97 थियो त्यो दिन। उसको बादमा हाई प्रेसर में तपाई यो 135 यो 24 दिन पछि इसको तपाईको थियो 135 माथिको तलको 97 थियो र अहिले 132/90 रहेछ। हाई प्रेसर में तपाई नमक को मात्रा एकदमै कम्ती गर्नुस्। खानामा रेड मीट नखाउनुस्, जस्तो बीफ भयो, मटन भयो, यो सब रेड मीट में हुन्छ, बडीलाई हिट गर्छ, त्यो चीज नखाउनुस्। कफी भयो, कफी पनि नखाउनुस्। कफी तपाईको लो प्रेसर को जो पेशेंट हुन्छ नि उनीहरुलाई फाइदा गर्छ, किन्तु तपाई नखाउनुस्। उसको साथ में नमक भइहाल्यो, उसको बाद में रेड मीटहरु भइहाल्यो, उसको बाद में अल्कोहल को प्रयोग पनि नगर्नुस्। तपाई अल्कोहल में पनि बडीलाई अल्कोहल हिटअप गर्छ, हिटअप गर्यो भने टोन अप गर्यो भने प्रेसर बढिन्छ, त्यही कारण अल्कोहल पनि प्रयोग नगर्दिनुस्। औरो की समस्या छ यसको साथमा? इसको साथमा मलाई यस्तो हुन्छ चाहिँ यो एकपट्टि पुरा दुख्छ। कहाँनिर? यस्तो पेन, नैप अफ द नेक, यो रिजनमा दुख्ने र भारीपन तपाईको सिम्पल समस्या हो भने रेगुलर त्यस्तो सिम्पटम्स फिल गर्नु सक्नुहुन्छ। यो जग्गामा दुख्ने, भारी जस्तो हुने, के यता राखिदिएको छ त्यस्तो फिलिङ्स आउने, त्यो सब समस्या देख्नु सक्नुहुन्छ। औरो के हुन्छ? अरु त मेरो त्यति उयो अब कम्बर त मेरो पहिल्यै उयो भएको, हजुर, ड्यामेज भएको छ। अच्छा, त्यसको लागि त अलग्गै दबाई। अच्छा, भने तपाईको कमरमा चोट लागेको थियो? मेरो हड्डी क्र्याक भएको छ। अच्छा, यो चोट भनेको तपाई लड्नु भएको थियो? म लडेको थिएँ, एक्सिडेन्ट। एक्सिडेन्ट, हजुर। त्यो त अलिकति टाइम लाग्ने केस हो र प्रेसर पनि पर्मानेन्ट क्योर गर्नु पनि तपाईको टाइम लाग्ने केस हो। र उता पेन फिल हुन्छ त कमरमा दुख्छ तपाईको, दुख्नु गइहाल्छ, दुख्नु टाइम बेसी लाग्दैन, दुख्नु गइहाल्छ। र यो प्रेसर पनि पर्मानेन्ट ठीक भइहाल्छ। तपाई यसको लागि होमियोपैथिकमा दबाई हुन्छ, त्यो पर्मानेन्ट भने यो प्रेसर को दबाई पर्मानेन्ट खानु पर्दैन। तपाई पर्मानेन्ट निदान पाउनु सक्नुहुन्छ प्रेसरबाट, यो पर्मानेन्ट ठीक भइहाल्छ। जब तपाई प्रेसर चेक गर्नुहुन्छ नि, घरमा मसिन छ? घरमा मसिन छ हाम्रो, चाहिँ उयसमा आइसिडिएसमा। अच्छा, आइसिडिएस में मसिन छ, तपाई चेक गर्नुस्। चेक गरेर नि सिस्टोलिक कति छ, डायस्टोलिक कति छ, त्यो एउटा डायरी मेन्टेन गर्नुस्, डायरी में लेखे राख्नुस्। फेरि उसको स्ट्रेंथ में हामीहरु बुझ्नु सक्छौं कि तपाईको प्रेसर कसरी मोनिटरिङ हुँदैछ भने कति बेसी जाँदैछ, कम्ती हुँदैछ, स्टेबल बस्दैछ, उसको अनुसार फेरि डोज पनि तलमाथि हुन्छ। त्यस्तो हो। अब तपाईको अहिले जमाना डिजिटल भइरहेको छ भने तपाई जो दबाई खानु हुँदैछ, तपाई चेकअप लिए भने आफै याद भइहाल्छ कि दबाई कतिको काम गर्दैछ। बुझ्नुभयो? र तपाईको हाई प्रेसरमा जो खाने कुरा छ, त्यो जो नखाने कुरा रहेछ, त्यो सब एकदम ध्यान दिनुपर्छ। ध्यान दिएर तपाई बस्यो भने त्यो प्रेसर जस्तो समस्या पर्मानेन्ट हामीहरु ठीक गर्नु सक्छु। धन्यवाद।